Thank you for coming back on my vlog and for all the love and support. रातको 10:30 बज्दैछ आज ब्याक एन्ड बाइसेप्स हान्ने दिन अनि आज साँझ वर्कआउट गर्नुपर्ने थियो 5 to 7 तर अल अफ अ सडन 6:30 मा क्लाइन्टले मलाई सेसन गर्न मिल्छ भनेर फोन गर्नुभयो सो क्लाइन्टको सेसन इज अलवेज द टप प्रायोरिटी अनि एउटा रुल लाइफको नम्बर 1 रुल इज आफ्नो सोर्स अफ इन्कमसँग कहिले पनि मजाक गर्ने हैन सो चुपचाप जाने काम गर्ने वर्कआउट पछि गर्ने सो सबै काम सकिँदाखेरि घरमा पुग्दा 10 बजिरहेको थियो सो सोचे आज ब्याक एन्ड बाइसेप्स गर्ने मोटिभेसन थियो साँझ देन अहिले चाहिँ कहाँ गयो त अब अहिले पनि जिम गयो भने चाहिँ यो मोटिभेसन यसलाई मोटिभेसन हैन यसलाई डिसिप्लिन भनिन्छ भनेर चुपचाप जिम आएको छु ब्याक एन्ड बाइसेप्स हान्नु छ हैन 1.5 घण्टामा सकाउँछु 12 बजेसम्म त सकिन्छ अनि देन सो C4 1 र आधा स्कुप हैन अनि यति भयो भने चाहिँ अलिकति यसो उठाउने जोस आउँछ अनि राति जिम काइन्ड अफ खाली नै छ सो अलिकति जोस त चाहियो अनि मलाई खास एकदम भन्न मन लागेको चाहिँ टुडेज प्रोग्राम इज आजको भिडियो स्पोन्सर्ड बाई स्क्वाट वुल्फ खूब भन्न मन छ मलाई स्क्वाट वुल्फले एक दिन स्पोन्सर गर्ला नि हैन नभए C4 अलराइट सो यति काम सुरु गरौँ अनि So guys, as you can see, gym is kind of khali. So guys, ready ho? Start garum. So आज ब्याक भनेर थाहा हुँदै पनि बेल्ट चाहिँ ल्याउन बिर्सेछु बेल्ट भइदिएको भए अलिकति हेभी हान्ने बेलामा लोवर ब्याकलाई मजाले टाइट गरेर हान्दाखेरि अलिक लोवर ब्याक चाहिँ अलिकति सेफ हुन्थ्यो सो आज म्याक्स वेट उठाउन अलिकति गाह्रो पर्न सक्छ आई स्टिल ट्राई मलाई अर्को एउटा पनि कुरा गर्न मन छ होला कसको फिटनेस जर्नी कसरी स्टार्ट भयो त एकअर्कालाई चिनौँ जानु हेल्प गरौँ सो मेरो वर्कआउट कसरी स्टार्ट भयो आई वान्ट टु सेयर इट विथ माई पिपल तपाईँहरूको वर्कआउट कसरी स्टार्ट भयो कहाँ पुग्नु भएको छ वाट्स द स्ट्रगल कतिको प्रोग्रेस भएको छ आई वान्ट टु बिल्ड द्याट कम्युनिटी है विथ यु यो एक्सर्साइज गर्दाखेरि इम्प्याक्ट त देखियो होला सो यसरी तल तान्दाखेरि चाहिँ यो मिड ब्याकमा यहाँनिर प्रेसर पर्छ अनि अलिकति स्टेबलाइजर मसल छ अलिकति लोवर ब्याक भन्दा अलिकति माथिको ब्याकलाई चाहिँ यसले बिल्ड गर्न हेल्प गर्छ है अनि सो ल्याट पुल डाउनमा पनि धेरै भेरिएसन छ वाइड ग्रिप त भइहाल्यो रिभर्स ग्रिप गर्न सकिन्छ न्युट्रल ग्रिप क्लोज ग्रिप मिड रेन्ज ग्रिप होइन सो ब्याकमा पनि धेरै मसल्सहरू छन् हामीले ब्याक भनेर चाहिँ एउटा ठुलो ब्याक इमेजिन गर्छौँ तर ठुलो ब्याक बनाउनुलाई सबै एङ्गलबाट सबै सानो मसलहरूलाई पर्ने गरेर वेट उठाउनु पऱ्यो क्या बल्ल चाहिँ ब्याक ठुलो हुन्छ होइन र थर्ड एक्सर्साइजमा चाहिँ वाइड ग्रिप रोइङ गर्न लागिरहेको छु मैले सो मेरो फर्स्ट एक्सर्साइज वाज बेन्ट ओभर रो होइन मोस्टली मेरो बिकज सुपिनेटेड ग्रिप लोवर ल्याट्स टार्गेट गरेको थियो सेकेन्ड एक्सर्साइज वाज क्लोज ग्रिप ल्याट पुल डाउन होइन क्लोज ग्रिप पुल डाउन सो त्यसले चाहिँ मेरो मिड ब्याक लोवर ब्याक टार्गेट गरेको थियो मलाई अलिकति अप्पर ब्याक टार्गेट गर्नु छ स्पेसली जहाँनिर यो माथिको पार्ट हुन्छ ल्याट्स भन्दा पनि अलिकति अप्पर ल्याट्स भनौँ अनि रियर डेल्स जहाँनिर यो रम्बोइड्स अनि यो टेरेस मेजर माइनर जुन एरिया हुन्छ स्पेसली यो एरिया टार्गेट गर्न मन छ सो यसको लागि चाहिँ म वाइड ग्रिप सिटेड रो गर्न लाग्दैछु प्लेट लोडेड अनि यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ के भन्दाखेरि बिकज इट्स वाइड ग्रिप एन्ड आइ एम टार्गेटिङ माई अप्पर ब्याक elbows should be high up and then full stretch किनभने चेस्टमा सपोर्ट छ लोवर ब्याकमा इन्जरी हुने चान्सेस छैन सो यसमा
रेन्ज अफ मोसन र एसेन्ट्रिक मुभमेन्ट अगाडि जुन तन्किने मुभमेन्ट छ त्यसलाई चाहिँ जति सक्छ जान दिनु पर्यो एट द सेम टाइम स्क्विज ब्रिथ इन ब्रिथ आउट पसिनाले क्या यहाँबाट सुरु गरेको थिएँ छिप्लिँदै यहाँ पुगिरा अनि यसको सल्युसन के भन्दा चाहिँ यस्तो चक होइन जसले चाहिँ ग्रिप बनाउन हेल्प गर्छ अनि द वान द्याट आई युज इज फ्रम गुन्डा एथलिट्स यो चाहिँ नेपाल र युके को कोलाबोरेटेड ब्रान्ड हो यो इट्स भेरी गुड बाई द वे आई लाइक इट बस यस्तो लिक्विड फर्ममा आउँछ यस्तो रगटेर अलिकति सुकाएपछि दामी सेतो बस्छ अनि द स्मेल इज अल्सो भेरी गुड Wow, the RP was around 8.5 I guess. So the message was pretty clear, no nudity. So the fourth exercise I'm doing is low row. This is again to hit upper back and then part of traps. Let's go for it. ओके हिजो चेस्ट गरेको थिएँ नि त राम्रै पुस गरेको थिएँ चेस्ट मसल चाहिँ एकदम दुखिरहेछ अनि यहाँनिर सानो छ प्याड यहाँनिर चेस्ट राखेर यस्तरी अगाडि खुम्चिँदाखेरि पुरै चेस्ट खुम्चिरहेछ क्या यस्तो पार्ट दुखिरहेछ बट एनिवेज मजा यही हो जुन यो पेन छ नि त्यो एक्चुली दुखाइ होइन क्या ए स्विट पेन यस कच्याक्क पार्दाखेरि दुख्छ क्या एउटा मिथ बस्टर है एउटा भ्रम छ क्या समाजमा जिम गर्न गइसके पछाडि सुरुको 8-10 दिन जिउ दुख्छ त्यस पछाडि चाहिँ जिउ दुख्न छोड्छ भनेर 15 वर्ष एक्सर्साइज गरेको मान्छेको पनि आज चेस्ट गरेको छ भने भोलिबाट चेस्ट दुख्छ है किन भन्दाखेरि पुस गर्दाखेरि दुख्ने गरेर पुस गरिन्छ नि त होइन टिल फेलियर अनि त्यो पुस गर्दाखेरि मसलमा माइक्रोस्कोपिक टियर त हुन्छ नि अनि त्यो टियरले गर्दा भोलिपल्ट दुखिहाल्छ नि त्यति स्ट्रेस परेन भने त जिउ कहाँ बन्छ त नि सो एक्सर्साइज गर्ने हो भने जहिले पनि जिउमा स्विट पेन चाहिँ हुन्छ है नट जस्ट अगाडिको 8-10 दिन यो कुरा चाहिँ रेडी भएरै जिम जोइन गर्नु अहिले बज्यो 11:30 रात छिपिँदैछ मान्छे कम हुँदैछ जिम अझै खाली हुँदैछ अझै धेरै मजा आउँदैछ सर fifth and last exercise I'm doing for the back is this pull down. So usually when we do back exercise, we do pull in, pull down, pull over, pull ups, right? We do it usually from the front like angle. We always pull it down, pull it up, so the weight is always in the front. Here the handle is coming from the sides, so this actually helps to open up the lats wide and big, and then I think this machine actually hits the upper lats very well for the definition right here, a big chunk of muscle near your armpits over here. That's a beautiful exercise. Wow, this hits well. Beautiful. Back को exercise सकियो finally. अब दुईटा exercise biceps गरेपछि biceps workout back and biceps done भनेर भन्ने नि हुन्छ. So म स्टार्ट गर्दैछु डम्बेल कर्ल्सबाट अनि आज चाहिँ अलिकति विथ रोटेसन हान्छु. अस्तिको पालि हान्दाखेरि मैले यसरी विदाउट रोटेसन एकदम स्ट्रिक्ट पोजिसनमा हानेको थिएँ. आज चाहिँ अलिकति फ्लेक्सिबल भएर बाहिरतिर रोटेट गरेर अलिकति फोर आर्म्समा पनि पर्नी गरेर हान्दैछु है त. बिट अफ अ भेरिएसन. यहाँ एउटा टिप दिन्छु र गोल्डन टिप. यसरी उठाइसके पछाडि नि तल झार्नेलाई यहीँनिर रोटेट गऱ्यो भने नि यो सबै एक्चुअली फोर आर्म्समा परिरहेछ क्या. तर के गरी रोटेट गर्ने बेलामा यहाँबाट जस्तो छ त्यस्तै तल झारी यहाँनिर आएर रोटेट गऱ्यो भने चाहिँ मोस्टली बाइसेप्स हानेर नि लास्टमा अलिकति मात्रै
फोर आर्मसम्म परिरहेछ क्या एक्चुअली है। यो कुरा चाहिँ ध्यान दिनु पऱ्यो ल। यसरी अनि यहाँ वेट देखेर नझुक्किनु ल, त्यो किलो होइन है, पाउन्ड हो है। सेकेन्ड एन्ड लास्ट एक्सर्साइज फर बाइसेप्स, त्यसपछि चाहिँ सकियो। सो मैले एउटा चाहिँ डम्बेल कर्ल्स गरेको थिएँ, बाइसेप कर्ल्स होइन। अब अलिकति आउटर हेड अफ दि बाइसेप्स हान्नको लागि चाहिँ म अब क्रस ओभर कर्ल गर्छु होइन, अनि सकाइदिन्छु। हेर्दाखेरि एक्सर्साइज उस्तै उस्तै देखिन्छ, बट द इम्प्याक्ट इज भेरी मच डिफ्रेन्ट है। सो हमर कर्ल्स गर्दाखेरि यसरी युजली यस्तो सिधा राखेर यस्तो गरिन्छ होइन। क्रस ओभर कर्ल्स चाहिँ अलिकति वाइड राखेर भित्र अनि फुल आउट ल। यसमा बाइसेप्सको आउटर हेड मात्र होइन, फोर आर्म्सको ब्राकियोरेडियालिस पनि हिट हुन्छ, विच इज दिस मसल ओभर हियर है। The muscle that I'm talking about is this. Look over here. So guys, back and biceps सकियो। 12 बजे सकाउँछु भनेको थिएँ, 12:15 भयो। 1.5 घन्टाको सट्टा 1.25 घन्टा भयो। अब फाइनली घर गएर खाना खाएर सुतिन्छ। अनि भोलि बिहान 7 बजे सेसन छ, 6 बजे त उठ्नुपर्छ। अब घर गएर नुहाइधुवाइ गरेर खाएर 2 बजे मात्र सुत्यो भने पनि आई थिङ्क आई गेस आई हेभ लाइक 4.5 आवर्स। 1.5 बजे 2 बजे सुत्यो भने। एन्ड दिस इज द लाइफ अफ अ पर्सनल ट्रेनर है। मैले भने नि लाइक बिहानको सेसन हुन्छ, बेलुका सेसन हुन्छ, आफ्नो सुताइ चाहिँ अलिकति स्प्लिट गर्नै पर्छ। अनि पुरै 7 घन्टा सुत्छु भन्नलाई चाहिँ बेलुकाको क्लाइन्टले सेसन क्यान्सल गर्नु पऱ्यो, भोलि बिहानकोले पनि एट द सेम टाइम क्यान्सल गर्नु पऱ्यो भने बल्ल सुत्न पाइन्छ। अब आफूले त कहिले क्यान्सल गर्ने कुरै हुँदैन, बिकज एज आई सेड नम्बर 1 रुल इन लाइफ, नेभर जोक विथ योर सोर्स अफ इन्कम। सो आफूले त क्यान्सल गर्दै नगर्ने जे भए पनि। सो अब क्लाइन्टले क्यान्सल गर्यो भने चाहिँ यस सुत्न पाइयो भनेर, विच इज भेरी रेयर। अनि अहिलेको कन्डिसन थाहा छ नि के छ, दुबईमा यति हुँदाहुँदै पनि सेसन कसैले क्यान्सल गरेर राखेन। मैले कम्प्लेन गरेँ होइन है, आइ एम भेरी ब्लेस्ड कि मसँग काम छ। मान्छेहरू हुन्छ नि कति धेरै काम भनेर कम्प्लेन गर्छ, अनि जोसँग काम छैन नि उसलाई मात्र थाहा छ क्या काम नभएको पीडा के भनेर। त्यही भएर कामलाई कहिले पनि मजाक नगर्नु, म त यही भन्छु। दिस इज माई कोट फर द डे बिफोर आई लिभ। अनि जस काम भनेको काम हो, काम गर्नु पऱ्यो, काम सँगसँगै अनि आफ्नो हेल्थ, फिटनेस, ह्याप्पिनेस, पिस अफ माइन्ड, तरक्की, प्रोग्रेस, पैसा, फ्यामिली सबै हेर्नु पऱ्यो। अनि यो सबै कुरा चाहिँ उमेर हुँदै गएपछि बिस्तारै सिकिँदै गइदो रहेछ। राइट गाइज, लास्टसम्म हेर्नुभयो, धेरै धेरै धन्यवाद। अनि देन बस फिटनेस कसरी स्टार्ट भयो तपाईँहरूको मलाई खुब सुन्न मन छ। अनि आई वान्ट टु स्टार्ट अ पोडकास्ट, तपाईँहरूसँग बसेर आधा घन्टा गफ गर्न मन छ हरेक मान्छेसँग कि तपाईँको फिटनेसमा किन आउनुभयो, वाट्स योर मोटिभ, के कुराले रोकिरहेको छ, कहाँ पुग्नुभयो, प्रोग्रेस कस्तो हुँदैछ, कहाँनिर अड्किरहनु भएको छ त, के कुरामा हेल्प चाहिएको छ, कति खुसी हुनुहुन्छ, यो सबै कुराहरू। विल डु सम गफसप। सी यू गाइज।